5 तारे होटलमा कहाँबाट के अरे सम्मेलन गर्ने पैसा कहाँबाट आयो रे, त्यत्रो त्यत्रो करोडको गाडीहरू चढेर आउनलाई कहाँबाट आयो रे, त्यत्रो मान्छे त्यत्रो सांसद भएको मान्छेहरूलाई लगेर चाहिँ कहाँ राख्ने, टुडी खेलमा लगेर गर्ने कि सामान्य त्यो बाटो साइडको रोड साइडको भएको चिया पसलमा गरेर गर्ने सम्मेलन? ठाउँ त चाहियो नि त होइन, एउटा वातावरण त चाहियो नि। त्यहाँनिर दे आर एजुकेटिङ पिपल क्या, अब नयाँ आउने सांसदलाई पढाउँदैछन्, पढ्न गएको सिक्दैछ, एउटा शान्त वातावरण त हुनु पर्यो नि त, अट्ने ठाउँ हुनु पर्यो, स्पेस हुनु पर्यो होइन। त्यस्तो कुराहरूलाई मुद्दा बनाएर न्युज बनाएर बस्ने कस्तो खालको बेवकुफहरू हो क्या। सोर्स अफ इन्कमहरू मजाको छ त उनीहरूको, मजाले सोर्स अफ इन्कम थाहा हुँदा पनि कहाँबाट आयो भनेर भन्ने कोसिस सोध्ने कस्तो बेवकुफहरू हो क्या। ए दिदी, तपाईले विश्व लिम्बू सरको आलोचनात्मक सुझावपूर्ण टिप्पणीलाई लिएर यस्तो खालको भाष्य खडा गरिराख्नु भएको छ कि अब घन्टे पार्टीलाई कसैले पनि प्रश्न गर्न पाइन्न के? यो लोकतन्त्रमा प्रश्न गर्न, आलोचना गर्न पाइँदैन? घन्टी पार्टीबाट टिकट लिएर भर्खरै माननीय हुनुभएको 1-2 जना पात्रको नाम लिन्छु म। राजीव खत्री, जगदीश खरेल, खगेन्द्र सुनार जस्तो पात्रहरू अहिले तपाईँको पार्टीमा छ, जो चाहिँ पत्रकारिता गरिरहँदा नेताहरूलाई यति साह्रो प्रश्न गर्नुहुन्थ्यो, यति खुइल्याउनुहुन्थ्यो, यति आलोचना गर्नुहुन्थ्यो। तर नेता भइसकेपछि जनताको आलोचना सुन्न सक्ने धैर्यता हुनुपर्छ, क्षमता हुनुपर्छ। यदि जनताको आलोचना सुझावहरू सुन्दैन भने त्यो नेता होइन। म भन्छु घन्टे पार्टीलाई हामी प्रश्न गर्न छोड्दैनौँ। जबसम्म उहाँहरू जिम्मेवार हुनुहुन्न तबसम्म हामी प्रश्न गर्न छोड्ने छैनौँ।